भाइला आइज छिटो ह्याप्पी ओइ पुरै पुरै छ अनुहार आँखामा चाहिँ नर यस ह्याप्पी होली ह्याप्पी होली ओइ ल ह्याप्पी होली तपाईलाई ह्याप्पी होली दिदीलाई पनि ह्याप्पी होली रुमको नजिकै यस्तो हालमा आएको छौँ थोत्रे ब्लग सब्सक्राइब ओहो ह्याप्पी होली सर्वप्रथम ओइ दुईजना आऊ न दुईजना आएर ह्याप्पी होली भन्दै हो ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली सबैजनालाई हे फ्यामिली वेलकम ब्याक टु माई च्यानल आयो तपाईँहरू सन्जय आराम हुनुहुन्छ होला हामी पनि यहाँ एकदम सन्जय आरामै छु ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ल आज चाहिँ होलीको दिन सँगसँगै यो राम्रो राम्रो चेहरा सँगै आजको ब्लग सुरु हुँदैछ आज चाहिँ कति बजिसक्यो आजको ठ्याक्कै कति बज्यो भन्नु भरेर 12:30 बजेको उपस्थितिमा दाजुभाइहरू भर्खर उठेको खानासाना खाइओरी अनि आज दाजुभाइहरू कहाँ जाँदैछौँ अरे आज चाहिँ हामी सिधै टार्गेट फेरि लभ डाँडा हुन्छ छैन हाम्रो प्लान होली आउनुभन्दा अगाडि होली आउनु 3-4 दिन अगाडि नै हामीले सल्लाह गरेको थियौँ हाम्रो प्लानिङ अनुसार हामी चाहिँ आज लभ डाँडा जाने ठुलो टाढा तर यो गेटअपमा चाहिँ होइन फेरि अब अझै हामी पनि के हुन्छ अझै होलीमा टी सर्ट हुन्छ होइन अब गएर किन्नु पर्ने रङ किन्नु जाने यो ज्याक चाहिँ कति भ्लगमा देखिसक्यो कि त्यसैले आज दाजुभाइहरूले यो भेष लगाइँदैन अर्को हामी पनि आज होली खेल्न जाने हो नि त होलीको लागि स्पेसल भेस्ट किन्नुपर्छ यसमा गयो भने अलिक ऊ हुन्छ क्या कालोमा मालालाई चाहिँ पिचकारी किनिदिउँ न त त्यही हो तर कि मैले फोनै अठाउन सकेको छैन किन भन् खुसीको माहौल छ त्यो कुरा नभनौँ अहिले त्यो खुसी नै हुन्छ त्यो खुसीले होइन क्या अस्ति हामी काम गर्न गएको थिएँ यस्तो खटेको थिएँ कि त्यो खटाइले पुरा हामीलाई गलाएर फोन अठाउन नसक्नेसम्म बनाए दा अनि कहाँ किन्नु त्यो हाम्रो त्यो महँगो भन्छ क्या फेरि हामी चाहिँ फेरि प्राय लुगाहरू पनि मिलन चोकमा किनिरहेको हुन्छौँ किनभने त्यो ब्रान्डेडहरू पनि सस्तोमा आउँछ क्या तपाईँहरू आउनु न मिलन चोकतिर मिलन चोक त एकदम हाम्रो लागि त फेभरेट हो कपडाहरू किन्नु सस्तो मस्तोमा ह्याप्पी होली होली भन्ने बित्तिकै पिचकारी खान्छ भाइ बहिनीहरूले यहाँ बस्नु हात कामिरहेको कस्तो फुर त्यस्तै 11 बजेदेखि गएको थिएँ 11 बजे गएर चाहिँ रातिको 11 बजेसम्म काम गर्दाखेरि थरथरेले भेटेछ लास्टै थरथरले भेट्यो आज एक्स्ट्रा तरिकाले भनिरहेको छु प्लस यो हातमा चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ अब हाम्रो दिदीको लागि छुट्टै सरप्राइज हो त्यसैले ह्याप्पी होली दादा नि हामीलाई त खोइ त रङ कहाँदेखि लाने हो नि लास्टै हात कामिरहेको छ क्या त्यो जुन त्यो कामले गर्दाखेरि
लास्ट हातका पसलको मान्छेले खाना पनि खाएको छैन मैले चाहिँ प्लस आज खाना नखाइकन भोलि खेल्दा चाहिँ ठिक हुन्छ भनेर केटाहरूलाई चाहिँ मस्त दाइहरूलाई चाहिँ मस्त खुवाइ होइन त्यस्तो कारणले होइन नि त्यस्तो कारणले होइन सो त्यही हो अब हामी चाहिँ माथि कपन डाँडादेखि आएको अब रुम गएर ड्रेस चेन्ज हान्नुपर्ने हुन्छ ड्रेस चेन्ज हानेर आजको के होलीको बेस किन्ने अब यहाँनिर मिलन चोकमा किन्नुपर्छ क्या सस्तो एकदम सस्तो पाउँछ अरू ठाउँ जतिसुकै महँगो भए पनि मिलन चोकमा चाहिँ एकदम सस्तो यताबाट छिटो न यताबाट के अरे 200 अरे एउटा 300 अरे ओ सेट हामी महँगो लाउन सक्दैन नि हामी 1000 को मात्रै लाउने हो क्या ओ त्यही हो ल तिमीलाई नि ह्यापी होली कोन्डा बनेगा रे तू ल ओए अरूलाई त भन्न सकिँदैन अब बाटोमा हिँड्ने मान्छेहरूलाई त भन्न सकिँदैन ए बसेको कुकुरहरूलाई ह्यापी होली हो दादा अनि आज होलीमा हाम्रो कस्तो बवालै हुन्छ त कतिजना हामी अब यहाँदेखि 3 जना छौँ तीन जना छौँ अनि उताबाट डढे थपिन्छ हामी 4 जना नि उयो राजेन्द्र जानु छैन यस अनि 2 जना आउँछ ठिक हामी 4-5 जना भएर चाहिँ आज त्यहाँदेखि चाहिँ होली फेस्टिभलले हामीलाई थाम्न सक्दैन फेरि खतरा खालको माहौल चल्छ कन्ट्रोल आज फेरि म एक्स्ट्रा तरिकाले बोलिदिरहेको छु यहाँतिर त लोला किन्नुभन्दा प्लास्टिक फाइदा रहेछ नि त हेर न यस्तो प्लास्टिक भए होइन पानी घोर्दो रहेछ ह्यापी होली गाइज हेर न यत्रो प्लास्टिक थुपारेछ क्या ओ सरी ल त्यही हो अब हामी पनि होलीको भेष होलीको भेष किन्नको लागि मिलन चोक जाँदैछौँ अनि त्यहाँदेखि हाम्रो रुम जान्छौँ रुम गएर कपडा सपडा चेन्ज गर्ने हो तर माइलालाई त यत्तिकै सुहाइरहेछ नि यत्तिको गेटअपमा गयो भने त तैँले त खाइहाल्छ होली होइन के खान्छ त्यो थाहा छैन क्या अगाडि डान्स अब एकछिन फेरि म हानिदिइहाल्छु त्यो मामा र म रेक्स भइहाल्छ यस्तो नि होलीमा नाच्छ र होलीको महलमा यस्तो दामी डान्स हान्छ नि के गर्नु फोन आइरहेछ यस्तो दामी डान्स हाल्नु दाइ एक डान्स त जानुपर्छ एक डान्स जानुपर्छ ए तर अहिले हामी नाच्ने फुर्सदमा चाहिँ छैन नाच्ने फुर्सदमा छौँ अहिले हामीलाई एकदम हतार अवस्थामा छ A few moments later. माइलो छान त हामीलाई नि टक्क हुने खालको तँलाई नि टक्क हुने चाहिँ दामी खालको यो बोक त अहिले होइन कस्तो खालको लाउने डेन्जर खालको लाउने कि होलीको बेसी यसो लगाइहाल है दाइ भरे केही भएको हुन्छ हामीलाई आजको लागि मात्र हो दादा त्यही हो ल त्यही हो अहिले चाहिँ हामीले बेस्ट किनिसकेको छौँ भरे कत्ता के लाएर हेर्नेछौँ होइन हामीले बेस्ट किनेर अब हामी चाहिँ रुमतर्फ लाग्दैछौँ रुममा जाने हो होइन अनि त्यहाँदेखि यो ड्रेसअपमा चाहिँ आज हुँदैन नि त होली यो ड्रेसअपमा त चप्पल लाउने नो हामी त जुत्ता लाउँछ जे होस् यो कपडामा चाहिँ नखेल्यो
यसमा अलिक गरम हुन्छ भरे पानी हालिदियो भने गरम हुन्छ त्यसैले यो चाहिँ नहाल्ने नलाउने अब रुम जाने त्यहाँदेखि लुगा किन्ने हो लुगा लाउने अनि त्यहाँदेखि तर माइला सबभन्दा पहिले चाहिँ तँलाई म रङ लाउँछु नि फेरि ह्याप्पी होली भनेर ओके होलीको माहौल बहुत तातिरहेको छ अब हाम्रो मन पनि एकदम तातिरहेको छ कहिले खेलौँ भइरहेको छ भइहाल्छ नि आज अलिक यस्तो हो नि त यो होली भनेको चाहिँ अब मेन त विनरको हो नि त हाम्रो हिन्दूको हो नि त अब प्लस त्यो भएर चाहिँ मैले अलिक हिन्दी तरिकाले बोलिरहेको छु डोन्ट माइन्ड बिस्तारै एक लाती हालिदिहाल्यो नि पुरा घामले डराइछ माइलालाई दुईजनालाई हान्दिले सबभन्दा सुरुमा ह्याप्पी होलीको शुभकामना दिने हो अरू कुरा छोडिदियो माइला त्यो जेसुकै गर त्यही होलीको भेष लाएर कता जाने गाउँतिर माछा मारेर मलाई बगानतिर काम लागिहाल्छ ल त्यो हो अब हामी पनि रुम जाँदैछु रुम गएर ड्रेस त चेन्ज गर्नै पर्यो तर हिमालयको याद आयो रे बाबा तर कटकटमा खेलिरहेको छु रे यो होली बाबा हामीले किन यस्तो बोलिरहेको छु तपाईँहरूले पनि याद गर्नुहोस् A few moments later. ह्याप्पी होली सबैजनालाई मेरो आकाशको फ्यामिली या मेरो पनि फ्यामिली हुन सक्दैन दुईजनाकै भ्लगमा आइसकेपछि सबैजनाले राम्रोसँग होली खेल्नुहोस् अनि ह्याप्पी होली सबैजनाकोबाट अनि आकाश सबैजनालाई सपोर्ट दिनु होला 20K हामी 20K पुग्नु आँटिसक्यौँ होइन तपाईँहरूले नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु सेयर गरिदिनु लाइक कमेन्ट गरिदिनु है के छ रङ खोल्न यहाँ लगाइदिनु पर्यो नि ओइ मामा म त ओ दादा ल त्यही हो अब हामीले सुरु चाहिँ हाम्रै घरतर्फबाट गर्दैछौँ रुमबाट गर्दैछौँ रङ हाम्रो हातमा छ रङ खोल्दै गरौँ भित्र छ क्या त्यो अनि उता लुक्नु न तपाईँ त्यसलाई सरप्राइज माइलाभित्र छ नि त अब त्यसलाई ह्याप्पी होली सरप्राइज हामीबाट सुरु हुन्छ क्या रातो रिमिसन रातो सिधै अनुहार भए ल एकछिन त्यो कराउँदैछ छिटो दल्नु न हातमा आइस दुइटा ढोका चाहिँ म आयो भन्छ नि दल्नु माइला आइज छिटो ह्याप्पी अब हामीलाई खोइ अरू रङ छ टिका लगाइदिइराख्नु दिदीहरूले हाम्रो चाहिँ यहाँ ब्युटी पार्लरहरू गर्दैछ नि थ्रेडिङ हो यसलाई के भन्छ अरे थ्रेडिङ गरिदिँदैछ हो नो अब त्यो माथि हल्का रङ दल्नुपर्छ एकदम थ्रेडिङ दामी हुन्छ खोइ हामीलाई चाहिँ ह्याप्पी हुन्छ होइन हामीले चाहिँ दल्नु छ यहाँ त खोलेको ओइ म चाहिँ नलाउ न ल आँखामा चाहिँ नला आँखामा हो कि ल ह्याप्पी होली तपाईँलाई टिका लगाइदिएर जाउँ ल टिका मात्र हो
टिकाले भन्दैछ अहिले फेरि सबै के हुन्छ हेर मान्दै नानी ह्याप्पी होली दिदीलाई पनि ह्याप्पी होली भयो ओए ओए बुन यहाँ एकछिन आइज न यहाँ आइज न एकछिन यहाँ हाम्रो एउटा क्लिप्स जान्छ क्या क्लिप्स जान्छ ओए उता फर्किन तिमी दुईजना चाहिँ उता फर्क न हामीले पछाडिबाट भिडियो गर्नु हामीले के लेखिरहेको छ देखिन थोत्रे ब्लग सब्सक्राइब ल मुखभरि छिराइदिएर थपेल गइहाल्छ ल हामी अब लाग्दैछौँ आजको सुरुवात हामीबाटै भएको छ मलाई मुखभित्रै छिराइदियो नि त्यो त्यही हो र अब अझै हामी उता पर्खिनु पर्ने होइन गोजीमा छ एउटा मात्र छ नि गोजीमा कि दुईवटा होला तिनवटा पो छ त 5 रुपियाँको यो दुईवटा म तपाईँलाई सिन्दुर हाल्छु ल ल त्यही हो अब हामी यहाँ 3 जना अब अनि उता 2 जना प्लस डढे चाहिँ माथि एकैचोटि हामी लभ डाँडामा भेट्ने डढेसँग चाहिँ अनि यहाँ अब 2 जना छ 2 जनासँग भेट्ने अनि राम्रो ह्याप्पी होली आजको दिन एकदम बवाल हुन्छ त्यही हो अब चाहिँ हामी यहाँ बौद्धको इन्ट्रो गरिसकेका छौँ हाम्रो ह्याप्पी होलीको दिन सुरुवात गर्दै आज हामी बौद्ध आइपुग्छौँ अब बौद्धदेखि चाहिँ हामी यता जाने कि यता छिर्ने त पूर्व जस्तो भनौँ न यता छिर्ने हो ल ठिक छ बौद्धदेखि छिर्नु पर्ने छिर्ने हो नि के डराउनु त्यो सिटी त पुग्छ नजाने त्यो नराम्रो होइन क्या राम्रो तर बौद्धमा पनि धेरै आउँदो रहेछ होली खेल्नु साथै माइला यता हेर न तिमीलाई चाहिँ एक सट ह्याप्पी होली ए यतिको भयो भने त खाइदिइहाल्यो नि त अनि खाएन खाइहाल्यो नि त ल अब हामी बौद्ध आइसक्यौँ यस बौद्धको ओ बौद्धमा त एकदम ह्याप्पी होलीको सुरुवात हुँदै रहेछ हामीलाई थाहा छैन त बहुत बढिया क्युटहरू बौद्धमा होली खेल्न आउँदो रहेछन् त्यस्तो भनेको भए हामी लभ डाँडै जाँदैन थियौँ हाम्रो डडेले लभ डाँडा बोलाएपछि हामी जाने कुरा नजाने कुरा पनि हुँदैन फेरि जानै पर्ने हुन्छ त्यस्तो चाहिँ नभन कस्तो हुन्छ क्या ल बौद्धको सिने अलिक चर्को घाम लागिरहेछ पसिनाले छ्याप हानिरहेछ तर तेरो मैले घुमाउनु पर्ने यतातिर त नि लास्टै गर्मी पनि प्लस अब छतपातीदेखि लोला हानिदिन्छ अरे कस्तो पागल मान्छेहरू हो यहाँ माइलालाई लोलाले लगाइदिए यहाँ हेर कलरै पक्लेर यता झर्दैछ हामीलाई लोलाले खानेपछि हामी घोलामा लाग्यो भने के गर्ने यसलाई चाहिँ नो प्रब्लम हामी बौद्धदेखि निक्लिसक्छौँ अब टेम्पोमा जाने अब हाम्रो एकदम काठमाडौँको बबाल खालको टेम्पोमा जानुपर्ने हुन्छ हामी ए तिमीहरूले चाहिँ किन कुदाएको मलाई चाहिँ पर्खिन सँगै जाउँ न नि ओ दादा टेम्पो त चल्छ ल अब हामी टेम्पोतिर लाग्छौँ होला है होली आज एकदम बबाल खालको मचाइन्छ ओ सेट रुक्नु अच्छा ल अब ह्याप्पी होली
फेरि अब होलीको दिनमा फेरि भ्लग सँगसँगै यस्तो क्युटी ल त्यही अब हामी चाहिँ हाम्रो यहाँ टेम्पोमा चढिसकेको छौँ। गाह्रो छ, गाह्रो धेरै टाढो जानु पनि गाह्रै हो क्या, टाढो जानु। ह्याप्पी होली भाइ, नलजाऊ न, ह्याप्पी होली। यहाँ आएर कलर झरेर यस्तो भइसक्यो, कत्रो कुदाएको यिनीहरूले लास्टिक कुदायो। ल त्यही हो, अब हाम्रो गन्तव्य आएपछि हामी फेरि भ्लगमा जोडिनेछु। अहिले चाहिँ हामी टुकटुकबाट ओर्ली पनि अब हाम्रो गन्तव्यतिर मोडिसक्यौँ। होलीको महल एकदम बवाल तातिरहेको छ, माथि तातिरहेको छ होलीको महल। आज हामी चाहिँ उयो डाँडा हेर्नु त, त्यहाँ मान्छेहरू यति छ नि, बवाल तातिरहेको छ। म चाहिँ मधु खाइरहेको छु कि अलिक कम्फर्टेबल भइरहेको छ। त्यहाँ पुग्नुपर्ने, तर हाम्रो डडेलाई फोन गरेको छैन। अब डडेलाई कल गर्नुपर्ने हुन्छ त्यसै। ओ ह्याप्पी होली त यहाँ माछा मार्छ नि, यहाँ माछा मार्छ होइन पशुपतिको यतापट्टि ल त्यही। अब हाम्रो ठ्याक्कै डेस्टिनेसन त्यहाँ आजको होली त्यहाँ मनाइन्छ उयो डाँडामा। सो यता चाहिँ हामीले त्यति रङ चाहिँ लाएन, किनकि अब सिधै हाम्रो डेस्टिनेसनमा पुगेर रङ लाउने भने हाम्रो दादाहरूको सोचाइ, मेरो सोचाइ। अनि प्लस अब डडेलाई चाहिँ फोन गरिहाल्नु पर्ने हुन्छ। अनि त्यहाँदेखि डडेसँग भेटेपछि चाहिँ ह्याप्पी होलीको झन् महल तातिन्छ है। दादा अहिले चाहिँ हामी ठ्याक्कै यो भन्दाखेरि के भन्छ, ठ्याक्कै लभ डाँडाको टुरी खेलमा। खोइ अनि कलर त गइसकेको छ, फेरि डालौँ अहिले तल्नै पर्ने हुन्छ। डढे आउँदैछ, डढेको पर्खाइमा थियौँ हामी। यो हिँडाइले त खायो मार्केट खान्छ यो हिँडाइले त मार्केट खान्छ। ल त्यही हो, अब गोजीमा त्यसलाई रङ दल्ने कि नदल्ने त भन्नु पर्दैन, ह्याप्पी होली हो क्या। यस्तो रमाइलो गरिरहेछ नि, यता यस्तो ह्याप्पी होली भइरहेछ, माथि नि होली भइरहेछ, बिचमा बलि हाम्रो दादाको ताली खोइ ताल। अब यो चिक्ने अनुहारमा के कलर सलर होइन, काममा मिल्दैन र एकचोटि चाहिँ एक कलर त जानै पर्छ। ह्याप्पी होलीमा त जानै पर्छ न, ह्याप्पी होलीमा नगई केमा हामी हल्कै अब चाहिँ होली खेलेको जस्तो माहौल हुन्छ। मलाई नै हामी अघि ल डडे दादालाई स्वागत छ हाम्रो भ्लगमा। केही बोलिदिनु पर्छ कि केही निशब्द भइनु। ल अब हामी चाहिँ यो डाँडा चाहिँ पुरै डाँडा चाहिँ आज हामी होलीको माहौलसँग खेल्छौँ, हेर्दै जाने होला। ल त्यही हो, हाम्रो माइलोले बोके गरे आज होलीमा। आज कन्सा राम्री मान्छेहरूलाई दिने गिफ्ट दिने हो। ल ठिक छ, हामीलाई नदिने अरे, उसको राम्रीहरूलाई दिने अरे। सो त्यही हो, अब हामी 4जना भेट भइसकेको छौँ। अब हामी लाग्दैछौँ थियो माथि डाँडामा। अनि अगाडि चाहिँ तैँले गर्दा नि हामीले यति साह्रो ढिलो आएको। यता पर्खिनु गएको थियो कि मिलन चोकमा गइवरी पर्खिवरी, नभए यतिखेर अघि आइसक्थ्यौँ हामी। सायद यसले पर्खिनु लाग्यो क्या मान्छेलाई, अझै मान्छेहरू आउने भन्दै थियो।
दुई तिनजना केटाहरू सस्तो छ फाल्दा हुन्छ भन्दै थियो अनि यसले पर्खिन पनि लायो प्लस दादा अनि त्यहाँदेखि ढिलो भयो अनि ह्याप्पी होलीमा चाहिँ यस्तो दामी ड्रेस लगाएर आउनुपर्छ हामीलाई त रिग्रेट फिल हो त तर मान्छे चाहिँ लास्ट वाल रहेछ राम्रीहरू पनि छ राम्रीहरू पनि छ होइन म ह्याप्पी होली भन्छु नि त यता अहिलेसम्म बौद्धदेखि हामीले रमाइलो गर्दै आयौँ दादाको गर्लफ्रेन्ड पनि हामीले भेटेको नभेटेको यो भयो कस्तो हुन्छ थाहा छैन कस्तो दामी हावा चल्दो रहेछ नि त ल अब हामी जाँदैछौँ यता एउटा हिँड्न यताबाट अनि होली खेल्न आएको मान्छे यताबाट चाहिँ रहेछ क्या बाटो कस्तो अरे यस्तो यो बालुवा दल भएन ह्याप्पी होलीमा यो बालुवा चाहिँ नि दाइ गर्नु एकदम बालुवा रहेछ यहाँ बालुवा खानी रहेछ यो तर मान्छे चाहिँ वाइल्ड छ है वाइल्ड छ नभएको होइन मान्छे आज काठमाडौँको आधा मान्छे सायद यहीँ होला अनक खालको सब एकदम महालै सब बबाल कसलाई आदेश दाइ बोलाउँदैछ त के कुराकानी थियो क्या तपाईँहरूको बिचको केही उयो थियो ह्याप्पी होली ओ रङ झिक त थोरै मात्र लाउनु मिल्छ छोडिदियो त्यसो भए ए म थोरै मात्र लाउँथेँ तर माने यस्तो नगर्दै हुन्थ्यो होला यस्तो अप्ठ्यारो बाटोमा भरे लडेर केही हुन्छ ल यता हामी सगरमाथाको नजिकै छौँ यतिको चाहिँ हुनुपर्छ है होइन अब उसले भनेको छैन त म सब्सक्राइबर हो भनेर मैले किन त्यत्तिकै प्रुभ गर्नु नि मेरो सब्सक्राइबर हो भनेर भ्यू पोइन्ट चाहिँ यहाँनिर रहेछ नि त एकदम बबाल खालको हेर्नु त राम दाद हावा त बबाल आधी दाइको कपाल चाहिँ बब्बाल हल्लिँदो रहेछ यो आनन्द भाइब्स म बसेर भन्छु ल यो लुक्स त आरेको छ ल अब चाहिँ हामी डाँडा आइसकेको छौँ डाँडामा के कस्तो हुन्छ हजुरहरूले तर सानो रहेछ नि कता जाउँ त पहिला ल अब चाहिँ हामी लभ डाँडाको भाइब्स लिँदै है हामी त्यहाँ कता हामी कताबाट आएको है यताबाट आएको नि यस्तो घुम्दै होलीको माहौलमा बबाल छ भ्यू बढी भएको हो क्या यो काठमाडौँको भन्दैछु त काठमाडौँको आधी मान्छे यहीँ छन् ल जाउँ यता जाउँ न अब ह्याप्पी होली सँगसँगै कलर छ गोजीमा त्यस्तो डराउनु हुँदैन अब चाहिँ हामी उता प्लिज बाटो छोड्न मिल्छ शान्ति यस्तो गर्मी भइरहेको थियो कि यहाँ डाँडामा आएर
चिसो हावा खाँदा त राम 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 छुट्टै भेट्छ क्या छुट्टै भेट्छ र त मान्छेहरू कहाँ छैन छैन भने त्यही जाने डाँडामा बसौँ हाम्रो यो खानेकुराहरू खाउँ पानी पिलाउँ त्यो अब हुने कुरामा खाउँ तर म आज खानु नखाएको नि थाहा होला यो त खुसी ल अब हामी त्यहाँ डाँडामा जान्छौँ त्यहाँ डाँडामा गएर एकछिन चिलमा बस्छौँ अनि एकछिन हाम्रो हामी एकछिन रमाइलो गर्छौँ ल यता त झन् छँदै छैन नि उता भन्दा त कता ओके अब डान्स हान्नु जानुपर्छ है थोत्रे ब्लग सब्सक्राइब बिस्तारै सेपरेट यो तामाङनीहरू मनपर्छ नि के गर्ने तामाङ बसिरहेको छ यता चाहिँ जानुपर्छ नि नाच्नु यस्तो जाउँ क्या उयो डाँडा पाक्नु यस्तो क्या जाउँ न त अघिकै बाटो भयो अब हामी चाहिँ यस्तो जाने यहाँदेखि यस्तो जाने हो आजको होली एकदम स्पेसल मनाउने हो मैले रङ खोलेको छैन नि अघि त थोरै थियो त अहिले त पर्सन त बेलुका भएपछि यहाँ डेटिङ स्पोट अरे यस्तो राम्रो राम्रो त फेरि एक सेकेन्ड है हामी गइहाल्छु मैले एक सेकेन्ड है म गएँ यसकोमा त त्यति छैन नि अनलाइन कसम ले एकचोटि भिडियो हेर्न त यहाँ यता फर्किन त छैन मेरो पो बरु बढी छ त यहाँ हेर्न कताबाट जाने यहाँबाट ओ तल डान्स हुनेछ डान्स अम्मा जिन्दगीमा एकदम रमाइलो हुँदैछ है अब त्यहाँ गएर माइला हामी पनि एक सरको त डान्स हाल्नै पर्ने हुन्छ किन हौ ओ सरी डान्स हान्नु मन लागिरहेको थियो रहर छ यार डान्स हान्नु टाढा रहेछ नि त नि त्यही हो अब हामी पनि रमाइलो गर्दै जान्छौँ यहाँ रङले अनुहार बिग्रेको कारणले अब हामी बिस्तारै जान्छौँ रङसँग मन छुने एउटा कुरा चाहिँ होइन यस्तो क्या अब यस्तो होइन हाम्रो मम्मीहरूले यस्तै गर्थ्यो होला क्या अब बिचरा यो चाहिँ अति नै भयो क्या त्यस माया लाग्यो होइन बोजूले अब केही लेख्नु नसके भने होइन उता हुनुहुन्छ नचिनेर त्यही भएर होइन के नचिनेर के भयो चिनेको माया लाग्यो धेरै माया लाग्यो यस्तो कहाँको माया उयो पर गइसक्यो त्यही भएर हामीलाई लास्ट त्यो माया त लागिहाल्छ नि आमा त्यस्तै गरेर हामीले नि पालेको हो कि या त्यसैले बुझ्ने रहेछ एक पप्पी हाल्दिउँ न त सबै क्युट मेरो आँखा रातो भयो नि मेरो आँखा देखिरहेको छ नि त हो क्या हो एक पप्पी छोड अब यहाँ पनि डान्स सुरु हुँदैछ डान्स क्लास यहाँ नि घर रहेछ
अब होली नखेल्ने हामी होली नखेल्ने नकोतार्न कस्तो दुख्यो ल त्यो अब चाहिँ हामी लभ डाँडादेखि फेद डाँडा झर्दैछौँ जे होस् अब माथिको भाइब्स एकदम गुड थियो एकदम राम्रो थियो हावा एकदम मिठो आउने खालको मिठो आउने प्लस बस्न पनि शान्त एकदम धेरै शान्त कताबाट हो बाटो धेरै शान्त ब्युटिफुल प्लेस वान पिस मात्र हो त वान पिस मेरो कपालै बिगारिदियो नि यिनीहरूले एक तान्दा पनि कलर ब्याड भयो तल एकदम ठुलो बवाल खालको भलिबल चलिरहेछ अनि यता चाहिँ होलीको माहौल चल्दैछ पुगिसक्यौँ हिँडिदिनु न रुमको नजिकै यस्तो हालमा आएको छौँ अब चाहिँ हामी होलीको यहाँ मात्र मानेर हुन्छ भन्छ हुँदैन मन्त्री बन्नु अब आधी दाइ मेरो पालो तपाईँ त्यहाँ ल त्यही हो अब हामी चाहिँ होली खेलिसकेर अब सास नुहाउन लागेको होली खेल्न एकदम मजा हुन्छ खेलियो नि त अब खेल्नु रमाइलो हुन्छ नुहाउनु अब लास्टै चिसो पानी छ एकदम उमाइलो तयारीमा ल नुहाउनु केही हुँदैन मेरो त्यस्तो छ अब नुहाउने माइलालाई भन्नु न माइलो एकदमसँगले नुहाइरहेको छ म पनि नुहाउनु पर्ने हुन्छ यस्तो जाडो छ कतिको तातो हुन्छ मन यस्तो काम ल अब हामी नुहाएर भेट्नेछौँ है A few moments later. दादा होली खेल्नु जति मजा भए पनि नुहाउनु लास्टै गाह्रो छ लास्टै दादा यता हेर्नु त नुहाउनु लास्टै गाह्रो छ नि यस्तो लास्टै जाडो छ ल के गर्नु त अनि लास्टै भोक लाग्यो के हो उयो मेरो जार लगिदिउ न उयो पानी छ त्यहाँ हो यो लग ल अब चाहिँ तातो तातो खाजा खानु पर्ने हुन्छ च्याउ च्याउ आयो होली खेल्नु जति मजा भए पनि नुहाउनु चाहिँ लास्टै जाडो है यस्तो जाडो मौसम होलीको गएछ नि रङ बबाल फेरि पहिलेकै जस्तो भइसकेँ म ल अब खाजा साजा हाम्रो बबाल भयो तर ज्वरो आयो ज्वरो आयो बढी रङले हो क्या दाइ रङले त्यस्तो चेलीहरू खासै त्यो दलिदिनु थिएन त्यस्तो बिगार्ने चाहिँ हामीले गरेन बिगार काम हामीले अनुमति बिना अनुमति बेगर कसैले रङ दलिन पनि त्यस्तो दल्न पनि हुँदैन अनुमति लिने हो उनीहरूले यदि माने भने मात्र रङ दलिदिने हो त्यही हो ह्याप्पी होली भनेको जबरजस्ती कसैले रङ दलेर केही पाइँदैन भने भोक त लागेको थिएन अब के गर्नु दिदीले आएर टक्क त पकाइदिइहाल्यो अब
खाने काममा त हात लास्टै कामेरा छ। त्यही हो आज एकदम बवाल भयो। हामी 4 जना गएको थियौँ लभ डाँडा, एकदम बवाल भयो। तपाईँहरूको के कस्तो भयो यसो कमेन्ट गर्नु। हाम्रो त एकदम रमाइलो भयो। अब तपाईँहरू पनि यही भिडियो हेरेर मनोरञ्जन गरिदिनु होला। होलीको मनोरञ्जन नखेल्ने मेरो फ्यामिलीहरू अब हामीले खेलेको देखेर यही भिडियो मार्फत अब तपाईँहरू नखेले पनि मनोरञ्जन गरिदिनु होला हेरेर। सो त्यही हो आजको भ्लग के कस्तो भयो कमेन्ट गरिदिनु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनुहोस्। पुरानो हुनेहरूले लाइक कमेन्ट्स एउटा सेयर गरिदिनु नबिर्सिनुहोस्। त्यही हो। दादा के भन्नु छ? खानुमा अलिकति बिजी भए 20 केजी जसरी अनि पुऱ्याइदिनु होला नयाँ। आज जहाँ होलीमा हामी आएको थियौँ त्यहाँ तपाईँहरूले देख्नु भएको छ, नदेख्नेहरूले पनि त्यहाँ हामीले यहाँ भ्लगमा आइसकेको छ होइन। अनि सब्सक्राइब गरिदिनु होला, भाइलाई धेरै धेरै सपोर्ट गरिदिनु होला। अनि हामी हौसला बढाउँदैछौँ। माइला भाइ हाम्रो भान्जा छँदैछ। हामी माइला भाइ भान्जालाई नि भन्न चाहन्छु के तपाईँले बोल्न के चाहनुहुन्छ भ्लगमा? सब्सक्राइब गरिदिनु, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक नजिक छ है छिटो पुर्याइदिनु होला। त्यही हो। सेयर गरेर साथीभाइहरूलाई पनि तपाईँहरूको साथीहरूलाई पनि सब्सक्राइब गरिदिनु होला। बाई बाई नभुल्नु होला। बाई बाई। अर्को भ्लगमा भेट्नेछौँ। बाई बाई, सी यू सुन। है त।